भोलि मकर सङ्क्रान्ति माघ 1 गते सबैलाई मकर सङ्क्रान्तिको शुभकामना। यस्ता केही नियमहरू छन्, यदि तपाईँले भोलिबाट फलो गर्दै पालना गर्दै जानुभयो र भोलि एक दिन मात्रै गर्नुभयो भने नि मनोकामनाहरू सबै पुरा हुनेछन् भनेर भनिएको छ। यो माघ महिना विशेष त शिवजीको लागि पनि र मकर सङ्क्रान्ति यानि कि माघ स्नानको लागि पनि अत्यन्त राम्रो मानिन्छ। जति पनि पापहरू गर्नुभएको छ भने पनि स्नानको मार्फत त्यो चाहिँ पखालिएर जान्छ भन्ने किंवदन्ती पनि छ। सबैभन्दा राम्रो चाहिँ हजुरले बिहान उठेर नुहाइधुवाइ गर्ने, तर कसरी नुहाउने? सकिन्छ भने गङ्गा स्नान गर्नु, सकिँदैन भने खुल्ला आकाश पनि स्नान गर्नु होला। 2 नम्बरमा पूजापाठ गर्दा शिवजीको पूजा आराधना बढी गर्ने। माघ महिना शिवजीको भएको हुनाले गर्दा विशेष त हजुरले शिवजीको दुधमा कालो तिल मिसाएर शिवजीलाई स्नान गराउनुहोस्। शिवजीलाई दुध जुन चढाउँछौँ हामीले त्यसमा कालो तिल मिसाएर शिवजीलाई चढाउनु भयो भने अत्यन्तै राम्रो मानिन्छ है। अर्को भनेको सकिन्छ भने अब जस्तो हामीले त आफैले खान्छौँ, कालो तिलको लड्डु खान्छौँ, अब चाकुहरू खान्छौँ, सक्खरहरूको प्रयोग, तरुलहरूको प्रयोग गर्छौँ भने सकिन्छ भने हजुरहरूले तिलको दान पनि गर्नुहोस्। तिल दान गर्ने, आफ्नो घरमा भएको चिजहरू गरिब दुखीहरूलाई बनाएर खान दिने पनि गर्नुभयो भने अत्यन्तै धेरै राम्रो मानिन्छ है। र माघ महिनाभरि सकिन्छ भने प्रत्येक माघ महिनाको शनिबार हजुरले कालो तिल 23 मुठी दान गर्नुभयो भने सक्खरसँग, सक्खर छुट्टै कालो तिल चाहिँ 23 मुठी दान गर्नुभयो भने अत्यन्त राम्रो मानिन्छ। यदि तपाईँको घरमा दुख बिमार छ भने त्यो जान्छ है। र सकेसम्म हजुरले भ्याएसम्म, मिलेसम्म एउटा तीर्थ स्नान, नसके 3 तीर्थ स्नान, नभए 5, कति सकिन्छ हजुरहरूले तीर्थ स्नान गर्नुभयो भने अत्यन्तै राम्रो मानिन्छ। र तीर्थ स्नान गर्दाखेरि लगाएको वस्त्र चाहिँ घरमा नलिएर आउनु भनिएको छ। तसर्थ तीर्थ स्नान गर्दाको वस्त्र पनि त्यसलाई व्यवस्थित तरिकाले कतै डम्प गरेर आउनु भयो भने त्यसले घरमा दरिद्रता कहिले पनि ल्याउँदैन, माता लक्ष्मीको कृपा रहन्छ। भोलिबाट यो नियम पालना गरेर अगाडि बढ्नु होला। कमेन्टमा सबैले मकर सङ्क्रान्ति भनेर कमेन्ट गर्नुहोस् है त।